ए गाइस अहिले भन्नुपर्दा चाहिँ हामी गान्धीनगरमा रुममा बसेर हामी बोर भइसकेको थियो होइन। फाइनली हामी चाहिँ कहाँ आएको छ भने मेला। गाइस पछाडि देख्नुहुन्छ टिकट काउन्टर र हामी चाहिँ यहाँबाट टिकट पनि एकदम सस्तो रहेछ हो। र यहाँबाट हामी चाहिँ अब भित्र मेला पसिरहेको अवस्था। यहाँ चाहिँ अब एकदम भिडभाड रहेछ हो। यहाँनिर हुँदैछ 2 जन कहाँ वेलकम टु सिलगढी मेला। वेलकम टु सिलगढी मेला। गाइस हामी चाहिँ ठेल भएर चाहिँ फाइनली देख्न सक्नुहुन्छ रोटिपिङ हो। यहाँ अब रोटिपिङ खेलिदिउँ भनेको अब कत्रो ठुलो चाहिँ रहेछ। गाइस हेर्नुहोस् त अब कत्रो रोटिपिङ चाहिँ हामी फर्स्ट टाइम अब खेल्नु आँटेको। यहाँनिर टिकट कत्रो लाग्दैछ कति हो आम्बो मान्छेको भिड। गाइस अफसोस की बात ये है कि इधर जीपे नहीं होता है तो हमारे पास जीपे ही है। खेल्ने का त मन था होइन, हामीलाई खेल्नु चाहिँ मन थियो रोटिपिङ। हेर्नुहोस् न अब फर्स्ट टाइम देखेको हामीले चाहिँ यत्रो ठुलो हो र यति बेसी मान्छेको भिडमा फर्स्ट टाइम के गर्ने हो। बुझ्दै मन त यस्तो बिचोक गरेर आएँ हो। अब यहाँ चाहिँ अब हेरेर म त फर्किनु भन्दा के गर्नु। रोटिपिङ खेल्नु भनेर यहाँसम्म आइपुग्यो हो। लास्टमा चाहिँ रड्डी भयो गाइस, बिचोक भइदियो के गर्नु पर्ने हो। गाइस हाम्रोमा चाहिँ क्यास पनि थिएन हो र यहाँनिर भैयालाई माग्यो, भैयाले पनि दिएन। मतिसे भनेको चाहिँ एकदमै के भन्नु एकदमै खराब मान्छेहरू हो। र अब चाहिँ रोटिपिङ पनि हामी खेल्नु पाइन। गरम त्यस्तो बेसी हो, बेसी मान्छे भइदिएर हो, बेसी पब्लिक भइदिएर हो। सायद यहाँनिर भैयाको जग्गामा नेपाली थियो भने चाहिँ एकदम दिन्थ्यो, दिल खोलेर दिन्थ्यो होइन। ल गाइस अब यहाँबाट चाहिँ हामी फर्केको अब हो। स्ट्रक मान्छे नि रहेछ र रोटिपिङ चाहिँ हामीले हेर्नु मात्रै पायो है गाइस। मिल्थे नेक्स्ट ब्लग में।